एभ्रिवान, हामी चाहिँ तामुलको पुलीलाई सफा गर्नु आएको। पुरै जङ्गल भएको छ त यहाँ हेर्नु होला साथीहरू, पुरै जङ्गल भएको छ। अनि बिहान चाहिँ मैले मल हालिदिएको थिएँ हो, बुढाले खनिदिनु भएको थियो त, गमलामा भर्ती गरेर मैले चाहिँ लिएर हालिदिएको। अरू पनि यतातिर मल लगाउनु बाँकी नै छ। यहाँ चाहिँ पुरा एकदमै गरम भयो। मलाई मात्रै गरम भएको न, तपाईँलाई पनि गरम भएको छ साथीहरू। म त यो झार निकालेको त एकदमै गरम भयो। गरमले खप्नु सकेन हो। मलाई यति चाहिँ सफा गरिसकेको छु, अरू पनि गर्नु बाँकी नै छ। गर्मी भयो। बुढाले चाहिँ उता कलको पत्ताहरू सफा गर्नु हुँदैछ, त्यो सुकेकोलाई काटिदिनु हुँदैछ। अनि यहाँ दिदीले चाहिँ यहाँ झिक्रा काट्नु आउनु भएको छ हो, बम्बूको। यहाँ हेर्नु होला, दादाले पनि काट्नु हुँदैछ ऊ पर। यहाँ चाहिँ दादाले काट्नु हुँदैछ। अब सागसब्जीमा चाहियो नि त होइन, बोडीहरू सिमीहरूको लागि। अनि यहाँ पनि दिदी आउनुभएको छ, यहाँ बम्बू काट्नु हुँदैछ। मैले चाहिँ यहाँ डल्लै सफा गरिसकेँ हो। यहाँ हेर्नुहोस् होला, एकदमै सफा गरेको छु। अब चाहिँ मल लगाउँछु हो म। यो साथीहरू, मैले चाहिँ यहाँ बिहान भिडियो गर्नु पाइनँ भन्दा फोन चार्जमा थियो, ब्याट्री थिएन मेरो, त्यही भएर चाहिँ मैले बिहान भिडियो गर्नु सकेन। अनि यहाँ चाहिँ मैले लगाएको छु हो मल। अनि यतापट्टि पनि देखाउँछु तपाईँहरूलाई, अरू कहाँ लगाउँछु भन्दा। अरू यहाँ पनि लगाएको छु हो मल मैले, हेर्नु होला। अनि यहाँको चाहिँ सफा गरेर लगाउने हो। यहाँको तामुलमा चाहिँ सफा गर्नु छ, अनि मात्रै मल लगाउँछु म। हेर्नु होला। अनि हाम्रो यहाँ चाहिँ डल्ले खोर्सानी पनि पाकेको छ यहाँतिर। हेर्नु होला, डल्ले कसलाई खानु मन छ आउनु होला हाम्रो घरमा लिनुको लागि डल्ले खोर्सानी। गाइस, बिहान यति गरेको थियो हो, चाहिँ मैले पुल्लीमा मल लगाएको थिएँ। हेर्नु होला गाइस, यो चाहिँ मल बिहान लगाएको थिएँ त। अनि यहाँ चाहिँ खनाइ राखिदिएको थिएँ, अब घाममा फुरफुर हुन्छ भनेर नि त। यहाँको मैले एकदमै खनाइ राखिदिएको थिएँ त। अब चाहिँ बुक्ने हो, तामुलको पुलीमा हाल्ने हो। बुढाले खनिदिनुहुन्छ, अनि म चाहिँ लगेर हाल्छु। यहाँ चाहिँ बुढाले हालिदिनु हुँदैछ मल हो गमलामा। अब म चाहिँ लगेर हाल्छु उता। चाहिँ बुढाले हालिदिनु भएको थियो होइन, अब चाहिँ म हाल्छु। बुढाले लानुहुन्छ, पालापाली काम गर्नुपर्छ नि त, थाक्छ नि त। एकजना मात्रै हालेर लानु त अलिक टाढै छ नि त उता। काम गरेपछि साथीहरू हात पनि दुख्दो रहेछ, खुट्टा पनि दुख्दो रहेछ, अनि सास पनि फुल्दो रहेछ हो यसरी फरुवा चलायो भने चाहिँ। फरुवा त चलाउनु पर्ने भयो नि त, म यस्तो मोटी छु नि त, त्यही भएर काम चाहिँ गर्नुपर्छ, लिएर हिँड्नुपर्छ। यसो बोकेर लानुपर्छ। मल चाहिँ गट्टै लगायो साथीहरू, यहाँ हेर्नु होला। पुरा सबैतिर लगाएँ, हेर्नुहोस् होला। पुरै मल लगाएको छ, कम्मर चाहिँ एकदमै दुखेको छ साथीहरू, पुरा बोकेर। हेर्नुहोस्, पुरै लगाएको छ, थुप्रो लगाइदिएको कि मल। अब घरकै हो नि त, गाईको होइन, किन्नु पर्दैन। अनि थुप्रो लगाइदिएको छु सबैतिर। यहाँ हेर्नुहोस्, यहाँसम्म लगाइदिएको छु। अब उता पछिको त पर पनि छ नि त, अब त्यो त पछि रात पऱ्यो, अब खत्तम भयो मल लगाएर।